सबैलाई स्वागत छ यो मेरो नयाँ ब्लगमा। आज हाम्रो ब्लग चाहिँ यसो साथीको युएसको भिसा लागेको थियो, त्यही भिसाको आज पार्टी थियो, ग्रेन्ड पार्टी। त्यही पार्टी मनाउन म जाँदैछु मासेश्वरी फुलारी हो होइन सुनझरा भनौँ न। त पानीमै गयो यार। कोक स्प्राइट एक्सट्रिम होइन हाम्रो जिग्री पनि छ है। फाइनली 1 घन्टा पर्खे साथीहरू आयो अनि हामी यसो केक सेक काट्यौँ, रमाइलो गऱ्यौँ त्यही त भने होइन। यो हल्का केक काट्दै अरूलाई दल्दिँदैछौँ, रमाइलोपन गरौँ, रमाइलो गर्दैछौँ होइन। इन्जोय त गर्नै पऱ्यो यस्तो भेटघाट भएको बेला। साथीको युएसको भिसा लागेपछि केक सेक काटिदिनै पऱ्यो, खुवाइदिनै पऱ्यो होइन। खुवाएपछि हल्का दल्दिनै पऱ्यो अनुहारमा, न के मजा केक काटेको होइन। म साथीले डलरले टाउकोमा नगिएछु, यता पछि साथीले डलर दिन्छ कि भनेर होइन। हल्का केक सेक काटेर हल्का मासु सासु खाइयो होइन। मासु पोक सोक त्यही त हो नि, हल्का सेलिब्रेसन हान्नै पऱ्यो होइन। हल्का खानु सकेपछि हामी डान्स हान्दैछौँ होइन। डान्स हल्का फल्का हान्नै पऱ्यो होइन। केही बोल्दैनन् तर आथा भने भित्रको भावना खोल्दछन्। सपना बोकेर साथी टाढा जाँदैछन्, हामी यही यादको भारी सम्हाल्दैछौँ। यसै त गन्तव्य हो तर सम्झनाहरू सीमाहीन। यी फोटो यी हाँसो मनका मेक्छन है, जिन्दगीको यो मोडमा हाँसो र रासु दुवै साथ छन्। एकातिर खुसे तिमीले पाएको सफलताको, खोतिर बिरा माबा दिने हामी बीच नहुनुको। Time will pass, distance will grow, but memories will remain forever aglow. विदाई त केवल शब्द हो, हाम्रो सम्बन्ध कहिल्यै टुट्दैन। सपना पुरा गर साथी, हाम्रो माया तिनीसँगै उड्ने छ जहिले पनि। फेरि भेट्ने आशामा एक अन्तिम गुड बाई। मोटु भरिएको आँखामा नमीसँगै बाई बाई।